गाउँलाई सम्बर्धना गर्नुमा हाम्रा सम्माननीय उपदेष्टा तथा चुन्त्रा स्कुलका अवसर प्राप्त प्रधान शिक्षक माननीय गुरुङ सरलाई म अनुरोध गर्दछु। त्यसपछि धेरै मूल्यवान समय हामीलाई दिएर दुई व्यक्तिले यो दुईटा पिङ बनाउनमा अहम भूमिका निभाउनु भएको छ र उहाँहरूलाई पनि हामी फुलबुट्टे गाम्चाले अभिवादन गर्न चाहन्छौँ। हाम्रा उपसभापति खगेश्वर दाहालज्यूलाई म थापाज्यूलाई एउटा गाम्चाले अभिवादन गर्न चाहन्छु। र नेक्स्ट हाम्रा राई भन्नुभयो भने उहाँ हाम्रा उपसभापति यादव शर्मा सरलाई अनुरोध गर्दछु। र यो सम्बर्धना अनुष्ठान यतिमै हामीले विराम गर्न चाहन्छौँ र यस पश्चातको कार्यसूची र यहाँ दुईटा पिङ यो पहिला उद्घाटन हुनेछ। यो पिङ हाम्रा सम्माननीय कृष्ण कुमार छेत्रीज्यूले यो ओपनिङ गर्नुहुन्छ। अनि दोस्रो सानो लिङ्गे पिङ चाहिँ उद्घाटन गर्नुहुनेछ हाम्रा सम्माननीय अक्कल बहादुर लिम्बूज्यूले र यस पश्चातको कार्यसूची सञ्चालन गर्नुहुन म पण्डित ख्याम प्रसाद गुरागाईज्यूलाई अनुरोध गर्दछु। हरि ओम दीप प्रज्वलन हरि ओम स्थिरो भवलु सलाइदिउँ न मलाई खोइ माचिस हरि ओम दीप ज्योति पर ब्रह्म दीप जनार्दन दीपो मे हरतु पाप दीप ज्योति नमस्तुते चंद्रमा मनसो जात चक्षुः सूर्यो अजायत श्रोत्रो ध्वायुष प्राणस मुखार्दग्निरजायत शुभं भवतु कल्याणं आरोग्यं सुख संपदं आत्मबुद्धि प्रकाशाय दीप ज्योति नमस्तुते। दीप ज्योति परब्रह्म दीप ज्योति जनार्दन दीपो मे हरतु पाप पूजा दीप नमस्तुते। सकल पूजा परिपूर्णार्थे पृखदस्वा मारुतः पृश्निमातरा शुभं जावानो विदधे खुजग्मयः अग्निजिह्वा मानवः सूरचक्षुषो विश्वेनो देवा अवसान् गमन्य भद्रं कर्णेभिः शृणुयाम देव सर्वशक्ति समन्विते भयभ्योस्त्रायिनो देवी दुर्गे देवी नमस्तुते। या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। ओम सिद्धि यहाँ संकल्प करें। हरि ओम तत्सत। ओम विष्णु 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 अत्यय श्रीमद्भगवतो महापुरुषस्य विष्णुराज्ञया प्रवर्तमानस्य सकल जगत सृष्टिकारिणो ब्राह्मणोदित्य प्रार्थमते श्री श्वेतवाराह कल्पे वैवस्वतंत्र अष्टाविंशत्यम युगे दंडकारण देशे प्रहलादधिपत्यो मनो सप्तमे सत्य त्रेता द्वापरारंते कलौ कलिगस्य कल्प समाचारणे
भारतवर्षे भरतखण्डे आर्यवर्तिक देशे भारत देशे आसाम प्रान्ते तिनसुकिया जिल्ला अन्तर्गत सदिया समष्टिमध्ये चुनपुरा ग्राम पञ्चायत अन्तर्गत चुनपुरा केन्द्रीय हरिकीर्तन मण्डली सम्पूर्ण केन्द्रीय हरिकीर्तन मण्डली अन्तर्गत समस्त जनानां कल्याण हेतु शान्ति सुवर्ण शक्ति प्राप्ति निमित्तार्थे भगवत स्थाने लिङ्गपिङ उद्घाटनकरणार्थे अद्य समय प्रतिज्ञा सङ्कल्पं च सर्वे मिलित्वा सर्वेषां जनानां प्रतिनिधिस्वरूपेण आत्रेय गोत्रोत्पन्न कृष्णबहादुर वर्मण द्वारा लिङ्गपिङ उद्घाटनकरण प्रतिज्ञा सङ्कल्पं च अद्य समय वयं करिष्यामहे हरिः ओम जजाग्रतो दूरमुदय विदैवन्तं दुःसुप्तस्य तथै वैते स्वस्ति नः पोखा विश्ववेदा स्वस्ति न चारिक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु उतामृतत्वशेषानो जदन्नेन तिरो अति एतावानस्य महिमातो जायां सपूरुषः पादोस्य विश्वाभूतानि त्रिपादस्यामृतं दिवि त्रिपादोर्ध उदयपुरुषः पादोसेह भवत् पुनः ततो विख्वं व्यक्रामो हरे कवन सुकाग कद्भय हो जगदन दुर्गा मैया के जगदन दुर्गा मैया के मंगलम भगवान विष्णु मंगलम गणरोधत मंगलम पुनरेकाक्ष मंगलाय तनो हरि विनायकं गुरुं भानु ब्रह्म विष्णु महेश्वर सरस्वती जय हो जोर लगा के फर्स्ट प्राइज मंगलम पुनरी काक्ष मंगलाय तनो हरि स्वस्तिन इंद्र बृहस्पतिः स्वस्तिनः पूषा विश्ववेदाः स्वस्तिन सारिक्षो अरिष्टनेमिः स्वस्तिनो बृहस्पतिर्दधातु शुभं द्यावानो विदधे खुजग्मयः अग्निजिह्वा मानवः सूरदक्षु विश्वेनो देवा अवसिन् गमन्यः भद्रं कर्णेभिः श्रेयाम देवा भद्रं पश्येम चविरतः साधिके शरणे त्र्यंबके गौरी नारायणी नमस्तुते छैन विनायकं गुरुं भानुं ब्रह्मा विष्णु महेश्वरान् सरस्वती प्रणम्यादो सर्वकामार्थ भगवान विष्णु मंगलम गणरोधत मंगलम पुनरीकाक्ष मंगलाय तनो हरि ओम स्वस्ति न इंद्र वृद्धश्रवाः तालिबान भवे स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तारिक्षो अरिष्टनेमि स्वस्ति नो बृहस्पतिर्दधातु जगदन दुर्गा मैया के जय 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 हो खेल्दा हुन्छ माननीय चुनपुरा केन्द्रीय हरिकीर्तन मण्डलीका छोड्दिनु खेल्छ छोड्दिनु खेल्छ चुनपुरा हाई स्कुलका नजानेको कुरा छ जस्तो लाग्दैन र खास भनिरहनु पर्ने कुरो यसको सृष्टि कहिलेबाट भएको थियो र कसले गरेको थियो किन गरेको थियो भन्ने कुरामा आफूसँग केही अध्ययन नभए पनि एउटा बानी छ कि नजानेको कुरोलाई
जान्न अभिज्ञ व्यक्तिहरूसँग सल्लाह लिन खोज्ने मेरो पुरानो बानीले यो पिङ भनेको क्या हो भन्ने कुरो कोही अभिज्ञ व्यक्तिबाट सुन्न पाउँदा पिङ शब्दको अर्थ चाहिँ हल्लिनु मात्रै रहेछ। यताबाट उता उताबाट यता हल्लिरह्यो यो पिङ। र पिङ मुख्यतः यो पनि हाम्रो पिङ खेल्नेमा पनि सुरुवातमा सनातन धर्मावलम्बीभित्र भनाइ एउटा छ कि श्रीकृष्णको जन्म पछाडि उहाँलाई भुल्याउनका लागि आमाले पहिला काठ चलाउनु भयो। त्यहाँदेखि पछाडि माताको फरियाको पिङ बनाएर करैमा झन्डाएर चलाउनु त्यो भयो फरियाको पिङ। सर राधेश्याम सरको धमाधम रहेछ समाज सेवा। हजुर हजुर गर्दैछु सर। तर हाम्रो माथिबाट अलिकति जुन काठ छोडिन्छ त्यसलाई